हेलो म चाहिँ धेरै खुसी छु साथीको लागि हैन हामी स्कुल लाइफदेखि नै सँगै छौँ 25th एनिभर्सरी नि मनाएँ हामीले 25 वर्ष भएछ हामी दुईजना फ्रेन्डसिप भएको अनि म चाहिँ प्रायः काठमाडौँ आउँदाखेरि हामी सँगै दुईजना टाइम स्पेन्ड गर्थ्यौँ यदि भ्याएन भने पनि भिडियो कल भयो भने कुराकानी गर्ने गर्थ्यौँ अनि अहिले हालसालै पनि ऊ अब पढाइको सिलसिलाले गर्दा हैन कतिपय समयमा जबले गर्दा हामी भेट हुन पाएनौँ अनि अहिले चाहिँ बाहिर जाँदैछ धेरै मिस गर्छु उसलाई अनि अब यहाँ आउँदाखेरि उसको याद आउँछ कसरी त्यो समय कसरी स्पेन्ड गर्नु थाहा छैन तर अब चाहिँ हामी अहिलेको समयमा चाहिँ सोसियल मिडियामा एक्टिभ छ हैन त्यही भएर भिडियो कलहरू हुन्छ त्यसले नि त्यसले गर्दा नि धेरै कम हुन्छ सक्छ हैन त्यस्तो यादहरू त धेरै छन् हैन भन्नु सकिँदैन त्यो बयान गर्न सकिँदैन धेरै मिस गर्छु उसलाई त्यही नै हो अनि अब एब्रोड गएपछि पनि बिजी लाइफ हुन्छ आफ्नो ठाउँभन्दा बाहिर गएपछि त्यस बिजी लाइफमा नि हामीलाई सम्झिरहन्छ हामी पनि जुन सम्झोस् भन्ने चाहन्छु अनि कस्तो लागिरहेछ त्यो जाँदाखेरि हुन्छ अब आफूले सोचेको प्लानिङ गरेको भन्दा पनि फरक तरिकाको होइन लाइफको मोड लिइरहेको छ अहिले रिसेन्टली होइन आफूले अब के गर्छु कसो गर्छु भन्ने सोचिरहेको हुन्छ तर अचानक आएर होइन जीवनले मोड लियो भनौँ होइन विदेश जाने बारेमा कहिले सोच्दा पनि नसोचेको अनि विवाह बारे पनि अब त्यस्तो सोच नबनाएको अब हरेक कुराहरू चाहिँ आकस्मिक तरिकाले हुँदै गर्दाखेरि चाहिँ हुन्छ नि कस्तो अर्कै खालको हुन्छ नि फिल अनि अब तीमाथि पनि अब सुरुमा त अब नयाँ आफ्नो घरबाट नयाँ घरमा आइयो होइन अलग फिलिङ्स थियो अब नयाँ घरबाट पनि अझै अब नयाँ देशमा गइँदैछ होइन जसमा चाहिँ अलग रहन सहन त्यहाँनिर गइँदैछ अनि त्यो भएर चाहिँ अब कस्तो हुन्छ होला त्यहाँको लाइफ होइन कसरी हुन्छ होला के हुन्छ होला यहाँको जस्तो जुन जुन हुर्काइ थियो बचपनको मेमोरिजहरू अब त्यो सबै कुराहरूलाई चाहिँ अब मेमोरीमै राखेर होइन टाढा जाँदैछु अब यहाँनिर भयो एकैछिनमा होइन ल यो गरौँ त्यो गरौँ भन्ने जस्तो होइन सोचे जस्तो त्यहाँ फरक हुन्छ कति कुराहरू परमेश्वरले के इच्छा गर्नुभएको छ आगामी दिनमा थाहा छैन होइन तर अब अहिले चाहिँ फिल गर्दाखेरि चाहिँ म त धेरै टाढा जाँदैछु भन्ने जस्तो पनि होइन फिल हुन्छ सबैजना छुट्दैछ होइन अब पछि जुन मैले अहिले जसरी जे कुराहरू छोडेर गएको छु होइन साथीभाइहरू आफन्त मम्मीहरू फर्केर आउँदाखेरि कस्तो अवस्थामा भेटाउँछु होला होइन कस्तो चेन्जहरू पाउँछु होला होइन म आफै पनि कस्तो चेन्ज लिएर आउँछु होला जस्तो पनि लाग्छ अनि सबै कुराहरू सम्झिँदाखेरि चाहिँ अचम्म पनि लाग्छ अजिब पनि लाग्छ तर जे जस्तो भए पनि अब परमेश्वरको के इच्छा छ त्यो हुन्छ सबै कुराहरू अब एक्सेप्ट गर्दै जानु पर्यो होइन मेन कुरा भनेको चाहिँ अब उहाँबाट चाहिँ टाढो नहुँ उहाँसँग चाहिँ सधैँ नजिक रहन पाऊँ उहाँसँग नजिक भएपछि बाँकी सबै कुरा अब आफ्नो ठाउँमा सेट हुन्छ होइन सबै कुरा मिल्छ अनि लाइफमा चाहिँ सबै कुराहरू चाहिँ असलै होस् भन्ने चाहना छ होइन त्यही हो मेरो फिलिङ्स चाहिँ होइन अहिले विषयमा अब साथी भनेको होइन मेन नजिक भनेको उयो एउटा धेरै लामो समय देखेको किनकि यहाँ काठमाडौँ आएर पनि सँगै बसेर सङ्गत गरेको साथीहरू पनि छैन अहिलेसम्म तर उसँग चाहिँ धेरै दूरीमा भइकन पनि अहिलेसम्म कनेक्टेडमा रहनु भनेको चाहिँ एउटा चाहिँ ब्लेसिङ नै हो कि त्यही पनि क्रिस्चियन साथी होइन म क्रिस्चियन नहुँदाखेरिदेखि नै साथी भएको म त क्रिस्चियन भएको छोरीसँग हो बच्चैदेखि भएको त्यही पनि एउटा त कनेक्सन रहिरहने थिएँ दुईवटा छुट्टै रिलिजन भइकन पनि पछि म पनि यसमा आउनु भनेको धेरै प्रविजनै छ धेरै अचम्मको कुराहरू छन् लाइफमा होइन अनि त्यही भएर चाहिँ खुसी पनि छु दुखी त छुइनँ तर पनि सबै कुरा छोडेर जानुपर्दा ओहो भन्ने जस्तो के हुन्छ हल्का दुखी तर यस्तै रहेछ लाइफमा सबै कुराहरू गरिरहेको चुनौतीहरू सामना गर्दै अघि बढ्नुपर्छ त्यही हो हामी चाहिँ 5 क्लासबाट छुटेको त्यही पनि त्यतिखेर त अब मोबाइलको त्यो दिउँसै थिएन अनि जो जानुहुन्छ आफन्तहरू उसको नजिकको अनि भन्थेँ हामी के गिफ्टहरू साटो नि गरिदियो त्यो समयमा हामी त्यति धेरै कार्डहरू पठाउँथ्यो बेला बेलामा दाइ यता आएको बेलामा जसलाई गिफ्टको नाममा कार्ड बनाउने लेटर बनाउने अनि दिनु ल भन्ने उसले पनि कार्डहरू के बनाएर ल दिपालाई दिनु ल भनेर पठाउने भइरहेको थियो अहिले सोसियल मिडियामा झन् अझ भिडियो भइहाल्यो अब यो समय पनि हाम्रो सधैँ अगाडि जाओस् भन्ने चाहन्छु अनि इभन हाम्रो पार्टनर दुवैजनाको पार्टनरले पनि त्यो कुरा बोल्नुहुन्छ म यस्तो ठाउँ जाँदैछु भने चाहिँ ल जो भने मैले हिजो र आज 2 दिन के उसको लागि स्पेन्ड गरेको छु अनि कहाँ छ भनेको दिपाको ए ल भनेर फोन राखिदिनुहुन्छ क्या त्यति धेरै त्यो ट्रस्ट गर्नुहुन्छ अनि हाम्रो पार्टनरहरू पनि परमेश्वर हामीलाई जुन यो जानिदिनुहुन्छ खुसी लाग्छ जाँदैछ
अब त्यो समय त म त्यही भएर अब हामी सोसियल मिडियामा एक्टिभ भइरहेको समयमा पनि उसको काम व्यस्तता भयो भने हामी मेसेज गरिराख्छौँ, त्यही पनि ठुलो कुरा हो। उसले धेरै परमेश्वर आशिष दिनुभएको होस् होइन, उसको लाइफलाई अझै परमेश्वर आशिष दिनुभएको छ। हामी यहाँ रहँदाखेरि एब्रोड रहँदाखेरि पनि अनि उहाँले के भन्नुहुन्छ नि, तिमी त आउनु चाहन्छ भने आउन त सक्नुहुन्छ अनि म भन्थेँ क्या, अनि भ्याउ न त भन्छ। हामी दुईजना चाहिँ त्यो कुनै घरहरू भयो भने बेस्ट फ्रेन्डको त्यो कुनै भिडियोहरू आयो भने हामी दुईजना सेयर गर्छौँ। तर इभन त्यो घरहरू पनि एउटै सेम चाहिँ हुन्छ नि, अगाडि पछाडि है 20 साइड भयो भने पनि साइडसँग भने यस्तो कस्तो होला है हाम्रो लाइफ भन्ने हामी कतिपय कुराहरू सेयर गर्छौँ। अनि त्यो सम्झिँदाखेरि चाहिँ अहिले पनि रुन मन लाग्छ। त्यही नै हो। अनि हामी दुईजना फ्रेन्ड चाहिँ जुन हामीले जुन एजमा गरेको छ अझै यस्तो हुन्छ भने सोचेँ नि त होइन। इभन हामीले सेलिब्रेट पनि गरेका छौँ। अनि आजको हिजो 2 डेज जसलाई टाइम स्पेन्ड गर्छ भनेर आएको थिएँ। अनि बिहान चाहिँ आन्टी रुनुभयो क्या मम्मी, मैले चाहिँ बिहान चाहिँ कन्ट्रोल गरेँ अनि पनि रुइहाल्यो है। तर म चाहिँ आन्टी रुनुहुँदैछ म चाहिँ गर्छु भनेर अनि उहाँ आउनु हुँदैन भने त झन् कस्तो लाग्यो क्या, भोलिको दिनमा आउनु हुँदैन भन्दाखेरि। त्यसले गर्दा उसलाई चाहिँ पढ्नु रेस्ट दिनुभएको छ। त्यहाँ रहँदाखेरि पनि मजै अगाडि बढोस् अनि उसको फ्युचरलाई नै सधैँभरि आशिष त्यही साथीको लागि अलवेज एन्ड फर एभर।